को सबभन्दा ठुलो धनी मान्छेलाई तपाईले मान्नुहुन्छ भने तपाईले मानुन्जेल वा उसले तपाईले प्रयोग गर्नुन्जेल उसको मान्छे हुन्छ। यो तपाईले गर्न नसकेको अर्को मान्छे खोज्छ। तर दुखी गरिब कमजोर मान्छेहरूलाई तपाई पढाउनु भयो, सिकाउनु भयो, बाँच्न आधार दिनुभयो, सम्मान दिनुभयो, उसलाई समृद्धिको आधार दिनुभयो भने उसले म आज जहाँ छु यो फलाना मान्छेले गर्दा हो, फलाना विचारले हो, फलाना संगठनले हो भन्ने कुरा हुन्छ। त्यसैले विचार प्रधान हामी हुनुपर्छ एउटा कुरा। दोस्रो लेनिनवाद भनेको छ संसारमा यस्तै शोषण र हुने खाने बलिया कमजोरहरू भएको अवस्थामा लेनिन भन्ने मान्छेले यही मार्क्सवादी दृष्टिको अनुसार रुसमा हजारौं वर्ष शासन गरेको राजालाई हटाएर त्यहाँ कम्युनिस्ट पार्टीको स्थापना गरेर त्यो कम्युनिस्ट पार्टीले राज्य सञ्चालन गरेर विश्वमा एउटा तहल्का मचायो। मजदुर, किसान, गरिब, दुखी, पछाडि परेका मान्छेहरूको पनि राज्य बन्न सक्दो रहेछ, सरकार बन्न सक्दो रहेछ, त्यसलाई काम गर्न पनि राज्यले सक्दो रहेछ। पहिला पहिला के थियो भने राजाले मात्र देश बनाउँथ्यो, हामी त मुनिका मान्छे हौं हैन, बलियाले मात्र देश बनाउँछौँ, हामी त एकदम कमजोर मान्छे हौं भन्ने जुन भाष्य थियो त्यो भाष्यले अन्तर्गत होइन, जनताले पनि जनताका लागि गर्न सक्दो रहेछ भन्ने कुरा स्थापित गरेर त्यसलाई व्यवस्थापन गर्नलाई चाहिँ संगठनात्मक पद्धति, त्यहाँ पार्टी हुन्छ, त्यहाँ संगठन हुन्छ, त्यहाँ नेतृत्व हुन्छ, त्यहाँ विचार हुन्छ, त्यहाँ कार्यक्रम हुन्छ। त्यो कार्यक्रमहरुमा हामी सहभागिता र साझेदारी गरेर हामीले समाजको अन्तर्विरोध पहिचान गर्न सक्यो भने त्यो अन्तर्विरोध त्यहाँ चाहिँ हामीले श्रेष्ठता हासिल गर्न सकिन्छ भन्ने कुरा र त्यो कुरा चाहिँ नीति योजना कार्यक्रम र संगठनात्मक पद्धतिबाट मात्र सम्भव छ है। यो गाउँमा सबभन्दा बलियो भएको मान्छेले पनि एक्लै बलियो भएर के पनि गर्न सक्दैन, उसलाई पनि अर्कोले साथ दिनुपर्छ। उसले थाहा पाउनुपर्छ कि म किन बलियो छु भन्दा कसैले मलाई साथ दिएर सहयोग गरेर मात्र म बलियो भएको हो, त्यसले साथ नदिएर म बलियो हुन्न भन्ने कुरा चाहिँ थाहा पाउनुपर्छ। त्यसको लागि के चाहियो? एक्लै जति बुद्धिमान ज्ञानी धनी भए पनि एक्लै त के गर्न सक्दैन, उसलाई पहिलोकै साथ चाहिन्छ। त्यसको अर्थ भनेको संगठन चाहिन्छ। संगठन फेरि संगठन त जसको पनि हुन्छ, फटाकको रुचको पनि संगठन हुन्छ नि हैन। संगठन चाहिँ विचारवालाहरूको, संघर्षशीलहरूको, क्रान्ति भनेको के हो भने अन्याय विरुद्ध बोल्ने, शोषण विरुद्ध बोल्ने, दमन विरुद्ध बोल्ने, न्यायको कुरा गर्ने, समानताको कुरा गर्ने, त्यस्तो दृष्टिकोण बोकेको संगठन हुनुपर्छ भन्ने दृष्टिकोणले लेनिनवादी संगठनको पद्धति आविष्कार गरेर त्यसलाई सामाजिक राजनीतिक मुभमेन्टको एउटा हिस्सेदार बनाएको मान्छे हो लेनिन। यो क्रान्तिका सबभन्दा नायक पनि हो। विश्वमा पहिलो पटक यो मार्क्सले कल्पना गरेको विचार अनुसार समाज बन्न सक्छ भन्ने कुराको स्थापित गरेको मान्छे है। उसका विचारलाई पनि हामी मान्नुपर्छ भन्ने कुरा। अर्को जनताको बहुदलीय जनवाद। कम्युनिस्ट पार्टीले यी सबै कामहरू गर्दा गर्दै पनि कम्युनिस्ट पार्टीको विचार र समय अनुसार चाहिँ अलिकति परिवर्तन हुन्छ। हाम्रो हजुरबाले जस्तो जीवन बाँचेको छ आज हामी बाँच्न सक्दैनौँ। हामी जस्तो जीवन बाँचेका छौँ अब आउने पुस्ता बाँच्न सक्दैन। हाम्रो जिजु हजुरबाजेलाई गाडी नभए पनि जीवन चलेकै छ। पृथ्वीनारायण शाहलाई हैन अहिलेको जस्तो मिसाइल पनि चाहिँदैन, नेपाल एकीकरण गर्यो। समय अनुसारको विचार, समय अनुसारको बुद्धि, समय अनुसारको ज्ञान, समय अनुसारको परिस्थितिसँग लड्न सक्ने तागत हामीसँग चाहिन्छ। त्यो तागत भनेको आजको अवस्थामा मार्क्सवादी दृष्टिकोण अनुसारको समाज बनाउनुले आजको पुस्तालाई चाहिँ जनताको बहुदलीय जनवादी अर्थात् यो समाजमा उपलब्ध भएका राम्रा राम्रा कुराहरूलाई हामीले आत्मसात गर्ने, हामी भित्र पनि नराम्रो कुरा छ भने त्यसलाई हटाउने र नयाँ सामाजिक मूल्य र मान्यता स्थापित गर्ने। त्यो सामाजिक मूल्य स्थापित गर्दाखेरि हामी साम्राज्यवादी विरोधी हुने, अर्थात् हाम्रो देशलाई कसैले खान्छ, लुट्छ, दबाउँछ भने त्यसको विरुद्धमा हामी त्यो सिद्धान्त विस्तारवादी। हामीले हेर्दा केही पनि गरे जस्तो हुँदैन, हाम्रो देशमा लडाइँ पनि गर्दैन, तर हाम्रा देशका मान्छेहरूलाई चाहिँ भित्रभित्रबाट चाहिँ बिगारेर हाम्रो देशलाई कमजोर बनाउने त्यस्ता विस्तारवादी सोच भएका मानिसहरू र संस्थाप्रति पनि हामी नेगेटिभ हुने, अर्थात् त्यससँग सङ्घर्ष गर्ने। अर्को समाजवादी हुने, अर्थात् सबैलाई न्याय, समानता, सबैको हित। कोही पनि मान्छे म तल परेको छु, कमजोर भएको छु, शोषणमा परेको छु, अन्यायमा परेको छु भन्ने होइन। सामाजिक न्याय, आर्थिक न्याय,
को अवस्था सृजना गर्ने र अहिलेको संसारमा चलिरहेको व्यक्तिको स्वतन्त्रताभित्र पनि, व्यक्तिका विचारभित्र पनि, व्यक्तिका चाहनाभित्र पनि सामाजिक मूल्य र मान्यताहरू छन् भने त्यसलाई सामाजिककरण र पुँजी बनाउने र समाजको हितार्थ प्रयोग गर्ने। यसका 14वटा विशेषताहरू छन्। अरू कुराहरू चाहिँ त्यो लामो सोच्छ, मैले खालि थोरै कुरा मात्र भनेको। र यो प्रजातान्त्रिक मूल्य मान्यताका राम्रा पक्ष, समाजवादी मूल्य र मान्यताका राम्रा पक्षलाई संयोजन गरेर जनताको बहुदलीय जनवादी व्यवस्था सुरु गर्छ। यसले के भन्छ भने राष्ट्र, देशलाई माया गर्ने, देशलाई कहिले कमजोर नबनाउने, राष्ट्रिय जनजीविका, जनतामा दुःख कष्ट अप्ठ्यारो छ भने त्यसलाई हरण गर्न हटाउनका लागि हामीले सामाजिक मूल्य र मान्यताहरूमा हामीले सङ्घर्ष गर्नुपर्छ। राष्ट्र, राष्ट्रिय जनजीविका र समाजवाद, यी तीनटा कुरामा हामी चाहिँ प्रतिबद्ध भएर सामाजिक रूपान्तरणको काम हामीले गर्नुपर्छ। त्यो काम चाहिँ हामीले क्रान्ति पूर्व पनि गर्नुपर्छ र क्रान्ति अघि नै पछि दुवैबाट गर्नुपर्छ। क्रान्ति अघि किन गर्नुपर्छ भने जनतालाई गोलबद्ध बनाएर एमाले के हो, एमालेका विचार के हो, सिद्धान्त के हो, एमाले के काम गर्छ भन्ने कुरा गरेर राम्रो काम गरेर जनतालाई देखाएर जनताको अभिमत पनि प्राप्त गर्ने, त्यो अभिमतले शासन पनि गर्ने, शासनद्वारा जनतालाई हित पनि गर्ने। अनि जनताले हित गरेपछि जनताले एमाले नै सर्वशक्तिमान राम्रो पार्टी हो भन्ने कुरा जब महसुस गर्छ, अघि भनेको यो धनी मानी सामन्तवादी साम्राज्यवादी विभिन्न खालका शोषकहरूको समाज अन्त गरेर गरिब दुखी निमुखाहरूको मात्र समाज निर्माण गर्ने, त्यो साम्यवादी चरणको एउटा समाजवादी यात्रामा हामी हिँड्ने क्रान्तिको एउटा बाटो पनि हो, मार्ग सिद्धान्त हो। त्यस कारणले गर्दा यी कुराहरूलाई हामीले ध्यान दिनुपर्छ। र अघि यहाँ एउटा कुरा आएको छ,